सहरीकरणले गिजुलेको यो काठमाडौँमा यो माथि लामाटार भन्दा माथिको एरिया हो यो। हेर्नुस् यो प्लटिङ हो यो। यहाँ मन्दिर बनाएको रहेछ। अनि यो प्लटिङले यो मन्दिर देख्नुभयो नि, यो मन्दिरको एरियाको वनको जग्गा मिचेको रहेछ। वनको जग्गा मिचेकाले यो प्लटिङ अहिले विवादमा भएर मुद्दा परेर यो प्लटिङ अड्केको छ। ठ्याक्कै वनको मुखमा छ। हेर्नुस् यहाँदेखि तलतिर यसरी घर, पक्की घर, एकदम राम्रा भन्ने कि नराम्रा भन्ने हेर्नुस् ठडेका छन्। तर यहाँनिर यो घर हेर्नुस् त, यो घर हाम्रो चाहिँ गाउँघरतिरको यो पक्कै यो ढुङ्गा माटोले बनेको घर हो। यो गाउँघरको घर यति कम्पाउन्ड घेरेर यसलाई राखिएको छ। हेर्नुस् यहाँ खेती गरिएको छ। यो कम्पाउन्ड घेरेर खेती गरिएको छ। अनि यहाँ एकजना मान्छे खेती गरिरहनु भएको छ। अब यो कसै न कसैले यो संरक्षण गरेर यसरी राखेको हुनसक्छ। वरिपरि हेर्नुस् सबै पक्की घरहरू यसरी ठडिसकेका छन्। तर यति घर अहिले पनि यसलाई चाहिँ जोगाएर राखिएको रहेछ। खासमा हाम्रो परम्परागत शैलीको घर यही हो। तर अब यस्ता घरहरू अब हराएर गए। तर यहाँ चाहिँ यो घरलाई कम्पाउन्ड घेरेर मजाले राखिएको छ। अनि तरकारी खेती मजाले गरिएको रहेछ कि हाम्रो परम्परागत चिनारी भनौँ यसलाई है।